सरकारी कार्यालय केवल फाइलको थुप्रो होइन, यो मानिसका सपना, डर र आशाको सङ्गम हो। यहाँ परिवर्तन चाहने जोस पनि छ र सुरक्षित रहन खोज्ने अनुभव पनि। तपाईँ काम सकियो? अरे कहाँ बाबू, काम खत्म हुआ है। अरे एक्सीडेंट हो गया रहा, इंश्योरेंस खत्ती, वो कागज वाला श्रम स्वीकृति रहा पहले, अब उन्हें कहा छाप लगवाओ परी बाबू ऑनलाइन में। यहाँ तो भीड़ घुमाया है, घूमी थन कहा कि अब तुम घूमो। नमस्कार। नमस्ते। यो रातभरि लाएर यो डाटा ल्याएँ, डकुमेन्ट स्क्यान गरेँ, अपलोड गरेँ, त्यो डाटा वहाँ नचलेर सर्भर नचलेर तनाव हुने रहेछ। अब फेरि यो ओरिजिनल लिएर यो लाइनै बस्नु पर्ने रहेछ। यो अनलाइन भनेको चाहिँ यो टेलर भर्जन मात्रै रहेछ, यो फिल्म हेर्न त लाइनमै बस्नु पर्ने रहेछ। सर यो के रहेछ, यो एकचोटि हेरिदिनुहोस् त। यो नियम त नियम हो भाइ, सिस्टम त मान्नै पर्छ हामीले। अब तपाईँले धेरै हतार छ भने माथिको हाकिमलाई गएर भेट्दा हुन्छ। नमस्ते सर। नमस्ते सर। नमस्कार हजुर। नमस्कार। अब यो सबै कागज अनलाइनमा इन्ट्री गरिसकेको छु मैले। त्यहाँको सरले चाहिँ यो मिल्दैन यहाँ जानु भन्नुभयो, म यहाँ आएँ। यो हेर्नु त। बस्दै गर्नु एकछिन है। हस्। सुन्नु त, यो के समस्या हो? यो सिस्टम अलरेडी छ होइन, फर्म पनि भरिएको छैन। सेवाग्राही फेरि हामीसँग चाहिँ के चिज गर्न आइरहेको छैन, अनि हामीले सिस्टम चाहिँ अप्लाई गरिसकेका छौँ। अब सिस्टम भइसकेपछि घरिघरि सेवाग्राहीले के दुःख दिइरहने हो? अनि त्यो त अपलोड गर भनेर हुन्छ। अस्ति नै तपाईँलाई म इक्जाम्पल दिन्छु, कस्तो हुन्छ भन्दा नि, हामीले त यस्तै डकुमेन्ट अपलोड गरेर फटाफट हुन्छ भनेर हाम्रो एउटा हाकिमले ज्याम हुन्छ भनेर भन्ने, अपलोड गरेको त्यहाँ गरेको अपलोड गरेको सिग्नेचर ओरिजिनल सिग्नेचर डर्कै रहेछ। पछि आयो अडिट, त्यो बेला अनि यस्तो जोस त कहाँ सर अब यो हरेक कुरालाई शङ्काको दृष्टिकोणले हेऱ्यो भने त हाम्रो कामै रोकिन्छ नि, सिस्टमै रोकिन्छ नि। अब यस्तो हो, यहाँ चाहिँ कस्तो हुन्छ भन्दा सबै कुरा टेक्नोलोजीलाई विश्वास गर्दा के भयो तपाईँलाई म एउटा इक्जाम्पल दिन्छु। के भयो भन्दा अब उमेरै हेर्नु 10-12 वर्ष भइसक्यो, जागिर खायो, यस्ता कतिवटा कारले घुमिसक्यो होइन। तपाईँ त बल्ल 4 साल हो सिफारिस भएर आएको, जोस छ अझै। एकचोटि यस्तै अनलाइन भने सबै साथीहरूले झ्याम हान्ने चक्करमा त्यो हार्ड कपी भेरिफिकेसन नगरिकन पासपोर्ट नम्बर अन्दाखेरि उहाँ कहाँ इजिप्ट पुग्नुपर्ने मान्छे क्युबा पुग्यो, उहाँ झर्दा बित्तिकै त्यसलाई फिर्ता पठाइदियो। त्यही भएर हेर्नु साथी, हतारको काम हतपतको काम लगभग भन्ने तपाईँहरूलाई थाहा छ नि। होइन सर, तपाईँले चाहिँ तपाईँको इक्जाम्पल सुन्दाखेरि त अचम्म लाग्छ मलाई। ठ्याक्कै हरर मुभी चाहिँ हेरे जस्ता इक्जाम्पल दिनुहुन्छ त, कहाँबाट हुन्छ यस्ता इक्जाम्पलहरू? एकचोटि समायो भने हररै मुभी बनाउँछ नि फेरि। यो कानुन त त्यस्तो हो नि। विषयमा कुरा गर्दै हुन्छ। नमस्कार। नमस्कार म्याम। उही त हो नि, अब चाहिँ सेवाग्राहीहरू त्यहाँ लाइनमा बसेका छन् धेरै। अब त्यहाँ चाहिँ फ्रन्ट डेस्कमा बस्ने स्टाफहरूले चाहिँ अब लाइन धेरै भयो, खोइ डकुमेन्ट मिलेन के मिलेन भनेर यहाँ भित्र पठाएको छन्। खै यता सेवाग्राही पनि तनावमा, कर्मचारी पनि तनावमा, सबै तनावमा। तपाईँको उदाहरण पनि सुन्दा ठिकै हो, उहाँको विचार पनि राम्रै छ। यो विषय चाहिँ अलिक गम्भीरै छ, यसको समाधान त चाहिन्छ नै। कि हामीले हाकिमसम्म पुर्याउने हो त यो कुरा? ठिकै हो म्यामको कुरा, कि एकचोटि हाकिम साहबसँगै सल्लाह गरौँ नि त। तर कानुनमा नलेखेको कुरा चाहिँ गर्न सकिँदैन साथी, जसले भनेको। आउनुहोस् को हो? मेरो भयो। भित्र आउनु न, के भयो? 1 घन्टा अगाडि फाइल दिएको, अहिलेसम्म गर्दैनन्। भोक लागेर मान्छे मरिसक्यो, के गर्छन् कर्मचारीले, कामै गर्दैनन्। हाकिमहरू सल्लाह गर्दैछन् के? पखण्ड एकछिन बाहिर बस्नुहोस्, फेरि तपाईँ पनि यही सानो कामका लागि आइरहनुहुन्छ। छिटो गर्दैन भन्नु है सर। आज सरसल्लाह पनि गर्नुपर्ने छ। म्याम नमस्कार। आज छलफल गरौँ कि भनेर अब यसो एउटा समस्या सेवाग्राहीको आएको थियो। अब समयमै काम भएन भन्ने गुनासो गरेँ। फेरि चाहिँ लाइन पनि अलि लामै छ बाहिर, त्यही भएर यसो चाहिँ एउटा छलफल गरेर केही निकास निक्लिन्छ कि भनेर आएको हामी। भिड चाहिँ बेसरी छ, हिजो अस्तिका मान्छेको पनि काम नसकेको हुनाले आज चाहिँ लगभग यहाँ 500 मिटर जतिको भिड छ म्याम। कि चाहिँ नि यो अनलाइन सिस्टम फुल्ली अनलाइन गर्ने हो, यो सेवाग्राहीलाई यहाँ सेवा कार्यालयसम्म आउनलाई अलिक गाह्रै परेमा यो अब यही विषयमा छलफल गरौँ भनेर। हुन्छ, छलफल चाहिँ गरौँला। अब उहाँलाई पनि एकचोटि बोलाउनु हुन्छ म्याम, त्यो राम्रो हुन्छ। अनुभवी कर्मचारीको पनि कुरा सुन्नु छ। फणेन्द्र सर, एकचोटि यता कार्यालय प्रमुखजीकोमा एकचोटि आउनुपर्ने भयो। है जेटीले खै के मिटिङ बसाल्छ नि, यहाँ घरको भाषण जाने बेला भएको थियो। नमस्कार। नमस्कार। के रहेछ, के भयो सर, के भन्नु? मैले चाहिँ बसेँ। हुन्छ, बस्नु।
चिया खान लाग्यो हुन्छ सर पनि आइपुग्नु भयो साथीहरूले चाहिँ अब दिनदिनै कार्यालयमा चाहिँ एकदम भिड बढिराख्यो भन्ने कुरा लिएर अब यसलाई कसरी लान सकिन्छ भनेर उहाँहरू चाहिँ छलफल गर्न आउनुभएको छ त्यसमा चाहिँ हजुरको पनि के राय छ होइन अब कार्यालयमा भिड त अब मान्छे विदेश गएकै छन् सर अब यस्तो हाम्रो जस्तो कार्यालय अड्डामा नगइकन विदेशले पाउँदैन हेर्नु अब आउनु त पर्यो अब यसको विकल्प त कार्यालय थप्ने त होला होइन अर्को अहिले भैँसा लोटनमा छ भोलि अब नागापुरीतिर पनि एउटा कार्यालय खोलिदिएपछि मान्छे त्यताका त्यतै बस्छन् अलिक कम त भइहाल्छ फेरि अनि हाम्रो सिस्टमबाटै 2 तहबाट भेरिफिकेसन गरेर श्रम स्वीकृति दिने भनेर हाम्रो सिस्टम लन्च गरियो तर हाम्रो समस्या के भयो भने फेरि ओरिजिनल डकुमेन्ट चाहिँ अनलाइनमा फारम भरेका र अपलोड गरेका डकुमेन्ट पनि फाइल नै बोकेर फेरि कार्यालयमा उपस्थित हुनुपर्ने साथीहरूको कुरा चाहिँ सबैजनाको कुरा सुने मैले होइन सोल्युसन चाहिँ सिम्पल नै छ जस्तो लाग्छ मलाई जस्तै हामीले पासपोर्ट चाहिँ डिपार्टमेन्ट अफ पासपोर्टबाट चाहिँ भेरिफाई गर्न सकिन्छ सुन्नुभयो नि सर अनि भिजा चाहिँ अनलाइन सिस्टमबाट चाहिँ भेरिफिकेसन गर्न सकिन्छ र डिक्लेरेसन फर्म चाहिँ सेवाग्राही आफैले भरेका हुन्छन् नि उनीहरूले अनि त्यहाँबाट उनीहरूले सिधै गर्छन् र यसले गर्दा चाहिँ प्रोसेस क्लियर ट्रान्सपरेन्ट र अकाउन्टेबल भन्छ फरिन्द्र सर अब तपाईँलाई चित्त बुझ्छ नि तपाईँको कानुन पनि मरेन सेवाग्राहीले दुःख पनि पाएनन् हामीलाई पनि सहज हुने भयो सेवाग्राहीले सो घोषणा पनि भर्ने भए आखिर के चाहियो त नि यो भन्दा खै यो जेनजीहरू के भन्छन् यो जम्मै भेरिफाई हुन्छ भन्छन् अनलाइनबाट हुन्छ त्यस्तो डिजिटल गभर्नेन्स भनेकै त्यही हो नि सर नमस्कार नमस्कार कस्तो दुःख पाइयो त्यो हिजो मैले चाहिँ अनलाइनमा श्रम स्वीकृतिको लागि फारम भरेको थिएँ सर त्यो ओरिजिनल कपी लिन आएको सर त्यो त आज भोलि त मोबाइलमै आउँछ त हो र सर हो त मलाई त थाहा थिएन त कसरी आउँछ सर मोबाइलमा खै मोबाइल ल्याउँदा म सिकाइदिन्छु कहिले फर्म भर्नुभयो मैले हिजो राति फारम भरेको सर ए त्यो त पछि नै आइहाल्छ त मैले हेर्न जानिनँ कि खै ल्याउनु त यहाँ मोबाइल तपाईँले गुगल चलाउन आउँछ होइन आउँछ म आफै फारम भरेको ए ल गुगलमा जाने www.fims.gov.np गएर यहाँ लगइन गर्ने हजुर। पासपोर्ट नम्बर हालेपछि श्रम स्वीकृति त्यहीँ आउने रहेछ त लु यहाँ आइसक्यो रहेछ तपाईँको त यहीँ आउने रहेछ त आइसक्यो रहेछ त त्यत्रो गाउँबाट गाडी भाडा तिरेर यहाँ आएँ त्यत्तिकै पैसाको नाश भयो घरै बसेर हुने रहेछ नि आखिरमा म त्यत्तिकै दुःख पाएँ सर नेपाल सिङ्गापुर हुन्छ भन्थे हुन लागिसक्यो रहेछ त पवित्रा म्याम आजभोलि त फरिन्द्र सरले पनि ल्यापटप खोलेर श्रम स्वीकृति दिनुहुन्छ उहाँ पनि डिजिटल भइसक्नु भयो हुन्छ साथीहरू सबैजनाले मनन गर्ने विषय यो हो कि गुड गभर्नेन्स भनेको इक्जाम्पलबाट डराउनु होइन इक्जाम्पलबाट सुधार गर्नु हो सेवाग्राही सेवा लिन लाइनमा बस्दाखेरि उसले लाइन मात्रै कुरेको हुँदैन उसले जीवन कुरिरहेको हुन्छ म नियमको रक्षक मात्र होइन म सेवाको पहिलो अनुहार पनि हुँ म परिवर्तन छिटो चाहन्छु तर आज बुझ्दैछु परिवर्तनका लागि पनि असल मान्छे कुर्नु पर्ने रहेछ भनेको एउटै सोच मात्र होइन एउटै लक्ष्यतर्फ हिँड्ने फरक फरक खुट्टाहरू हुन् नेतृत्व भनेको ठुलो कुर्सीमा बस्नु मात्र होइन ठुलो जिम्मेवारी मनमा राख्नु हो मैले डर देखाएको होइन मैले भएका अनुभव सिकाएको हुँ हाम्रो पहिलो हतियार कानुन नै हो सरकार भनेको हामी हौ हामी बदलिए सेवा आफै बदलिन्छ